केही समयबाट नेपालमा विदेश जाने ट्रेनिङ बढिरहेको छ। त्यसैले विबोर पोखरेलले चलचित्र रियल रिङ्गिटमा नेपाली युवाको वैदेशिक रोजगार प्रतिको सपना, सङ्घर्ष र पीडाको कथा भन्ने छ। मुभीको टिजर हालै सार्वजनिक भएको छ। सार्वजनिक गरिएको टिजरले दर्शकहरूलाई डीप इमोसनल मार्क छोड्ने खालको चित्रण गरिएको छ, जसमा फरेन इम्प्लोइमेन्टको ब्राइट साइड भित्र लुकेको डार्क साइडलाई स्क्रिनमा उजागर गरिनेछ। मुभीमा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश गएका पारिवारिक बिछोड, उनीहरूले फेस गर्ने फिजिकल र मेन्टल प्रब्लम्सहरू जस्तो अनएक्सपेक्टेड कन्सिक्वेन्सहरूलाई रियालिटीमा देखाइएको छ। निर्देशक पोखरेलको यस चलचित्रमा प्रमोद चौलागाई, निता ढुङ्गाना, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी र चुल्थिम डोल्मा गुरुङ जस्ता कलाकारहरूको अभिनय रहेको छ। खाडी मुलुकहरूमा लेबर काम गर्ने देश, जसमध्ये कतार तथा साउदीको रियल र मलेसियाको रिङ्गिटबाट सभार गरिएको हुनाले यस मुभीको नाम रियल रिङ्गिट रहेको हो। चलचित्रले कथालाई सरल तर गहिरो रूपमा झल्काउनेछ। योभन्दा अघि चलचित्रको पोस्टर सार्वजनिक भएको थियो, जसमा जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो भन्ने लाइनले मुभी इमोसनल जेनराको छ भन्ने कुरा प्रष्ट पारेको छ। पोइट नाथन रायनको यस शब्दहरूले लेबरको जीवनमा गरिएको इमोसन र शोषणलाई पोइटिक वेमा रिप्रेजेन्ट गरेको छ। मुभी भने इन्डियाको राजस्थान, नेपालको चितवन, काठमाडौँ र लेथाङमा सुट गरिएको छ। के यसमा समावेश भएको कथावस्तुले ती नेपालीहरूको यथार्थलाई उनीहरूको जीवनमा मेल खाने गरी प्रस्तुत गर्न सफल हुनेछ कि छैन? यो प्रश्नको जवाफ भने साउन 16 गते थाहा हुनेछ।